सोक जुमा गएर आउनु पर्यो म चाहिँ। जाडोको बिदा भयो। आज जाडोको बिदा मेरो पहिलो दिन हो। 2टा छुट्टी मिल्छ जम्मा जाडोको बिदामा। जुत्ता किन्न जानु। यो बस स्टपमा ओर्लेर तपाईँले चाहिँ ठ्याक्कै यतापट्टि यो पुल हुँदै जाने हो। अनि उता पारिपट्टि जानुपर्छ। क्रस गरेर पनि सुतेको छैन रातभरि यहाँ ड्युटी गरेर आएको म। सुज सकेर जुत्ता किन हिँडेको। यहाँ चाहिँ यो पुल तरेर रोड क्रस गरेर जाने हो। यो पुल तरेर यहाँ चाहिँ यस्तो छ साइडमा यस्तो लुलु मार्केट छ। अहिले उताबाट आएको हामी चाहिँ यो यतापट्टि चाहिँ सिटी जाने हो। म चाहिँ हिँड्दै जाने हो सोकजुमा चाहिँ। आके यार पुल उकालो रहेछ कि। भरे फर्किने बेलामा गाडी त्यहीँ अघि आएको ठाउँमै गएर चढ्ने होइन। यहाँनिर गाडी लाग्छ यतापट्टि आउँछ। यहाँनिर आएर गाडी चढ्ने हो कि अनि बल्ल पुगिन्छ। अघि गएको ठाउँमै गयो भने चाहिँ फेरि उता जाने गाडी भेट्दैन। दिलीप जाने बस यहाँबाट लाग्छ। यो काउन्टरमा आएर भने यहाँबाट चाहिँ जानुपर्छ। उतापट्टिबाट चाहिँ हामी झरेर आउने थियो। ग्रान्ड हाइपरहरू देख्न सक्नुहुन्छ। यहाँ ग्रान्ड हाइपर छ यतापट्टि, लुलु छ यतापट्टि। जाडो रहेछ, चिसो रहेछ गाइज। आज चाहिँ मौसम क्लियर छैन, यस्तो भइरहेछ धुमधुम। सोकजुमा आएको। सोकजुमामा चाहिँ जुत्ता किनेर म फर्किहाल्छु। तपाईँहरूलाई मैले योभन्दा अगाडि पनि सोकजुमा देखाएको थिइनँ होइन। आज म फेरि धेरै लामो समय पछाडि सोकजुमामा आएको। सोकजुमा मतलब फ्राइडे मार्केट हो। फ्राइडे मार्केट यहाँ होलसेल जस्तो लिएर अब तपाईँको पुरानो नयाँ सबै मिल्दो रहेछ कि यहाँ चाहिँ सामानहरू चाहिँ। खासै सस्तो सामान त कहाँ पाइन्छ र होइन। अहिलेको जमानामा सस्तो सामान हुँदैन। तैपनि के हो भने चाहिँ सबै सामान चाहिँ एकै ठाउँमा तपाईँले मिलाएर किन्न सक्नुहुन्छ। एउटा सामान यहाँ किन्ने, अर्को सामान उता किन्ने, त्यो गरिरहनु परेन। तपाईँलाई समयको बचत भयो होइन। अनि तपाईँको थकान पनि त्यति भएन। चारैतिर दौडिरहनु परेन होइन। यो कारणले चाहिँ मान्छेहरू सबै सोकजुमामा आएको छन्। आज फ्राइडे पनि हो। यो मार्केट चाहिँ यस्तो टाइपको मार्केटहरू छ। हेर्नुहोस् है, यसको म्याप यहाँ दिइरहेको छ। 1 नम्बरदेखि लिएर कतिसम्म रहेछ यो भनेपछि 14, 15, 16, 17। यहाँ यस्तो देखिरहेको चाहिँ 17वटा रहेछ। यहाँ 17वटा चाहिँ यस्तो रहेछ। यस्तो खालको दोकानहरू चाहिँ भित्र। यहाँ हेर्नुहोस् त यस्तो दोकान। यो सोकजुमाको चाहिँ एकदम सबै चस्मै रहेछ। चस्माको दोकान। यो त पहिले कस्तो सामान हो, मतलब कौन सा जमाना का सामान है क्या है यो पुरै। ए हेर्नुहोस् त यो कस्तो खालको, यो सबै पुरानो खालको रहेछ कि जमानाको। के हो यो, ढ्याङ्ग्रो हो कि डम्फो हो यो? त्यो डम्फो पनि रहेछ नि त होइन। डम्फो हो कि के हो यस्तो यार। यो छालाको बाजाहरू रहेछ क्या। यहाँ हेर्नुहोस् त के हो यो। चिन्नु भयो तपाईँहरूलाई के हो यो? यो दमा हो कि या के हो यस्तो? यो सबै कस्तो खालको छ। मैले त चिन्दैन के हो यिनीहरूको नाम। हेर्नुहोस् त यो सबै बाजाहरू रहेछ, पुरानो खालको बाजाहरू। गाइस फ्राइडे मार्केट हो। धेरै ठुलो सबै सामानहरू यस्तै छ। मालाहरू रहेछ।
सेन्ट हो सबै सेन्टहरू छ कि गाइज मैले यहाँ ज्याकेट देखेँ कि एउटा यो लेदरको जस्तो चाहिँ लाग्छ होइन लेदर त लेदरै रहेछ यार कस्तो चाहिँ ज्याकेट चाहिन्छ हो मलाई यसको बनावट चाहिँ यस्तो छ यस्तो धेरै छ यहाँ ल हेर्नुहोस् यो दोकानहरू म पुरै देखेको छु ब्याट्री चाहिँ खतम हुन लाग्यो यहाँ फेरि मसँग सिभिल आइडी पनि छैन मोबाइल आइडी छ कि ब्याट्री खतम भयो अरे अनि गाह्रो छ फेरि No.
कितना भी चले गए पता लगे तंजिलात मिनी আমাদের নিতে হবে হাত দিয়ে بدال